बनाएको अलिक भएन अरे क्या त्यही भएर मलाई साह्रै गरी हात उठ्दैछ गाइस साह्रो होइन ब्लग बनाएको भएन भन्छन् मैं गरीब हूँ मैं गरीब हूँ हेलो गाइस गुड मर्निङ ह्याप्पी होली सबैजनामा शुभकामना छ हिजो पाहाडतिरको होली थियो भने आज तराईको होली छ गाइस यो चाहिँ मेरो दोस्रो भ्लग रहेको छ भने यो भ्लगमा चाहिँ म तपाईहरुले के कुरा देखाउँछु भने तपाईहरु हेर्दै जानु होला म तपाईहरुलाई मैले काम के काम गर्छु भनेर आज यो दोस्रो भ्लगमा म देखाउँछु अहिले अलि दिउँसो अब गोठालो गर्न जानुपर्छ अब गोठालो गर्ने समय पनि भइसकेको छ भने अब म खाना खान्छु अनि त्यसपछि म जानेछु कहाँ भन्दाखेरि गोठालो गर्न अनि त्यसबेला हामी मेरो घरमा वस्तु बाख्रा के छन् खसी बोकाहरू तिनीहरू जम्मा हेर्नेछौँ भने गाई गोरु हेर्नेछौँ भने अनि यताउति मेरो घरदेखि देखिने कस्ता कस्ता दृश्यहरू देखिन्छन् हामी हेर्नेछौँ गाइस अनि तपाईहरुलाई ह्याप्पी होलीको फेरि पनि शुभकामना छ ह्याप्पी होली गाइस हामी साना साना युट्युबरहरु एकअर्कालाई सपोर्ट गर्दै अगाडि बढ्नुपर्छ एकअर्कालाई सपोर्ट गर्दै अगाडि बढ्नुपर्छ तपाईं हामी मिल्यो भने त हामी मिल्यो नि नभए को मिल्छ र हैन गाइसहरु त्यही भएर हामी तपाईहरु सपोर्ट मी भनेर कमेन्ट गर्नु होला म पनि तपाईहरुलाई सपोर्ट गर्छु तपाईहरु पनि मलाई सपोर्ट गर्नु होला यो मेरो दोस्रो भ्लग रहेको छ भने ल गाइजहरु अब धेरै नभनु अब म के अहिले मैले भनेको छु अब त्यो देखाउनलाई म काम सुरु गरे है त ल गाइज मैले चाहिँ अब भात खाँदैछु अब मल पकाउने काम चाहिँ अहिले परेन अहिले पहिला बाँसको घाँस तान्नु पर्ने भयो यो भात चाहिँ यस्तो छ अहिले पाहाडमै खाने चाहलाको बार सोलर अनि आलु यो सोलर भन्दा चाहिँ यो मोइलाई चट्टासँगले कराईमा तेल लाएर लसुनहरू यस्तो नुन लाएर पड्काएर मजाले खोर्सानी लाएर पड्काएर अनि यो मोइ लाएर खाने अब यसलाई सोलर भन्छ नि यो सोलरमा म भात खाँदैछु ल गाइस अब बाँसको घाँस काट्न सुरु गर्नुपर्छ है त सँगसँगै जाउँ यी देख्न सकिन्छ बाँसहरू यो मेरो मोबाइल अलिक गतिलो छैन र यो यस्तो निकाल्छ क्यामेराको क्वालिटी यता पट्टिको रुख छ भने यता केराहरू छन् ऊ त्यो मेरो घर हो ऊ त छन् वस्तु भाउ बाख्रा सबै छन् यो मेरो बारी हो यहाँ मेरो एउटा पोखरी छ माछा पाल्ने यो पोखरी पनि म तपाईहरुलाई देखाउन गइरहेको छु यो पोखरीबाट पान्छु र यस्तो खेत पनि भिजिसक्यो ल माछा हाल्नु पर्छ म तपाईहरुलाई माछाका भुडा पनि देखाउँछु यो चाहिँ हाम्रो खेत हो यो अलिकति यहाँ खेत रहेको छ भने यहाँ यो खेत टाइसिन धान रोप्छौँ हामी जोत्ने बेला पनि हुँदैछ ऊ पराल पनि रहेछ अझै यहाँ बनकिरा थियो यो बनकिरा पनि मरेछ यो चाहिँ गोगुनको रुख हो भने आकाश अहिले पुरा यस्तो अवस्थामा छ है चट्टासँगले यहाँ एउटा हेलिग्राम पाते क्या मजा हुन्छ क्या यति बेला उड्नको लागि होइन गाइस ल गाइस अब ढिला नरिकन अब बाँस तानेको भिडियो हेर्नुपर्छ बाँस तान्नको लागि म र भाइहरू आइरहेछौँ त्यसले बाँस तान्छ म भिडियो बनाउँछु है त गाइस आजको भिडियो चाहिँ एकदम छोटो हुन लागेको छ धेरै नै छोटो छ अलिकति पनि स्किप नगरिकन भिडियो चाहिँ हेर्नु होला हामी अब एक दिन मिलेर युट्युब मोनिटाइज गरेपछि हामी एक दिन आकाशमा उड्नेछौँ क्या गाइस हो ल गाइस हामीले आङ्कुसे लाएर बाँस तान्दैछौँ यहाँ केटोले बाँस तान्दैछ मजाले अब हेरौँ हेर्नेहरूले बाँस आउँछ आउँदैन बाँस आउँछ कि आउँदैन तपाईँहरूले कमेन्ट गर्नु होला यहाँ कमेन्ट गर्दै जानुहोस् ल हेर्ने ल है आयो यो बाँसले नेपाल खायो मलाई यो बाँसको पातले आँखामा लाग्यो ए रुख भाँचिन लागेको छ भने ल बाँस तान्नको लागि अहिले काम सुरु भइरहेको छ
यहाँ देख्न सक्नुहुन्छ यो हातमा कच्याएर सिकल बोकेर हिँड्दैछु कहाँ जान लाग्यो भनेर भन्नुहुन्छ होला होइन गाइज म चाहिँ यहाँ बाँसको घाँस काट्न जाँदैछु अहिले तपाईँहरूलाई भनेको थिएँ नि अब बाँसकै छेउछाउमा म आइपुगेँ लगायत म चाहिँ मल बोक्नको लागि मलखारीमा आइसकेको छु म चाहिँ अलिअलि हाँस पनि उठ्दैछ क्या गाइज किनभने अलिक यसो ब्लगमा आएर मरिसक्यो गाइज अब के गर्नु होइन अब अलिकति छिटो सब्सक्राइब गरिदिनु पर्यो अनि सब्सक्राइब गरिदिनु पर्यो अनि म चाहिँ अनि खोइ अनि म अनि चाहिँ मेरो हाँस अलिकति बन्द हुन्छ कि यो यस्तो पाराले भएन होइन त ल भन्ने त गाइज भएन भने त मेरो ओइ भयो कि भएन ल गाइज यहाँको चाहिँ मल होइन रहेछ म पर भैँसीको मल बोक्नु पर्ने भयो गाई गोरुको मल छोडेर यस्तो घाम लागिरहेछ यता देख्न सक्नुहुन्छ यस्तो साह्रो खतरा घाम लागिरहेछ होइन यस्तो घाममा यसरी डोको बोकेर मल बोक्नु पर्नु छ अब पङ्कापङ हुनुपर्छ अब कपाल आफ्नो यति लामो छ कपाल पनि पसिना आउँछ क्या काहीँबाट राम भन्नुहुन्छ नि गाइज भरे ननाइकन सुत्नै सकिँदैन अनि अब आज चाहिँ म मान्छे साह्रै अल्छी अनि यो भ्लगले मान्छेलाई जागा चलाउँदो रहेछ क्या अलिक त्यही भएर तपाईँहरू भ्लग बनाउनु होला किनभने अब भ्लग बनाउनको लागि चाहिँ काम गर्नुपर्छ नि त त्यही भएर म चाहिँ सक्दिनँ यस्तैमा काम गर्न म पनि नसक्ने मान्छे हो अब भिडियो बनाउनको लागि भए पनि म चाहिँ चट्टसँगले यस्तो गर्मीमा मजाले के गर्छु मल बोक्छु म र अर्को युट्युबर त्यो पहिलाको पनि युट्युबर हो आफ्नो सब्सक्राइब ल्याएर त्यसले नसकेर छोडिदियो अब मेरो चाहिँ के हुन्छ गाइज हो हेर्नुपर्छ अब तपाईँहरूको हातमा हो मलाई यसो मोनिटाइज गराउने नगराउने भन्ने कुरा ल म चाहिँ मलखारीको छेउछाउ आइपुगेको छु अर्को मलखारीको छेउमा हेर्नु न घामले अहिले नै पसिना आइसक्यो यति साह्रो मोबाइल उचाल्दा हातै दुख्ने रहेछ के गरी काम गर्नु ल देख्न सक्नुहुन्छ मल देख्न सक्नुहुन्छ है देख्नुभयो यो पहिलाको युट्युबर यो यहाँ मल थोर भयो ल बस्ती बाख्रा पनि फुकाउनु बेला है म बस्ती बाख्राहरू देख्न सक्नुहुन्छ ल त गाइज अब चट्टसँगले पङ्कापङ खनेर डोकातिर हाल्नु है त ल त गाइज हामीले चट्टसँगले बारीमा मल ल्याएर घोप्टाइसक्यौँ त्यहाँ एक थुप्रो त्यो लिएर त्यो चाहिँ गइसक्यो अब म चट्टसँगले डोको निकालेर बोक है त ल त गाइज आजलाई यति नै भिडियो मन पर्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला अनि आफूलाई भन्न मन लागेका कुरा तल कमेन्टमा भन्नु होला है त एक लाइक चट्टले